अब चाहिँ हाम्रो ड्युटी जाने पालो भयो। बाहिर उठेर हेर्दाखेरि सिमसिम पानी परेको थियो। अनि त्यसपछि म भित्र गएँ। अनि भित्र गइसकेपछि मैले जुत्ता लगाएँ। जुत्ता लगाएर टक्क ऐना जस्तै टल्काएर अनि त्यसपछि जुत्ता लगाइसकेपछि मैले ज्याकेट लगाउन लागेँ। जाडो पनि थियो, चिसो चिसो। अनि त्यसपछि ज्याकेट लगाउँदै अनि सेट गर्दै बाहिर हेर्दै थिएँ। अनि त्यसपछि ज्याकेट मिलाउँदै गर्दाखेरि मोबाइल टक्क छड्के पर्यो। त्यसपछि मैले मोबाइल मिलाएपछि फेरि चेन लगाउन थालेँ। चेन लगाउन थालिसकेपछि स्याक्क चेन लगाएँ। चेन लगाएपछि त्यसपछि अब मेरो नेक्स्ट पार्ट भनेको सिटी त जरुरी छ सिक्युरिटी गार्डको लागि। अनि त्यसपछि मैले सिटी बजाएर अनि चेक गरेँ। सिटी लगाइसकेपछि अनि फेरि सिक्युरिटी गार्डको टोपी लगाएँ। अनि टोपी लगाइसकेपछि एकपल्ट सलो ढानेर फेरि मोबाइल उठाएर म फेरि बाहिरतर्फ लागेँ। अब बाहिर निस्केर म आफ्नो रुमको ढोका लगाउँछु। ढोका लगाइसकेपछि म बाहिर निस्किन्छु। बाहिर निस्केर पानी सिमसिम परेको थियो। पानी निस्केर अनि अङ्कल र म चाहिँ ड्युटी लाग्यो। ड्युटी लाग्दा अनि टकर हिँड्दै थियौँ अगाडि। हामी हिँड्दा पानी पनि सिमसिम परिरहेको थियो। अनि त्यसपछि हामी थोरै हिँडिसकेपछि अगाडि यो पुना हो। पुना त्यो जोनिटर देखिरहेको छ। जोनिटरदेखि थोरै यता यो ठुलो सेन्गेट छ नि, त्यहाँ चाहिँ हामीले काम गर्ने। अनि बिस्तारै हिँड्दै चाहिँ हामी आफ्नो काम गर्ने ठाउँमा पुगियो। यो गेटको चाहिँ हामीलाई जिम्मेवारी छ। अनि जाने बित्तिकै अङ्कलले हात मिलाउनु भयो। अनि त्यसपछि फेरि म पनि मोबाइल मिलाउँदै सरसँग हात मिलाएँ। अनि हात मिलाएपछि हाम्रो कमान्डर सर फेरि भित्र हुनुहुन्थ्यो। भित्र लेखापढी गर्दै हुनुहुन्थ्यो। अनि त्यसपछि हामी आफ्नो सरलाई पनि देखाउँदै अनि त्यसपछि म फेरि आफ्नो ड्युटी जोइन गर्न थालेँ। सरलाई